यो हो धनकुटा बजार। धनकुटा बजार नेपालको पूर्वी पहाडी क्षेत्रको एक ऐतिहासिक, सांस्कृतिक र प्रशासनिक केन्द्र हो। कोशी प्रदेश अन्तर्गत पर्ने धनकुटा जिल्ला सदरमुकाममा रहेको यो बजार अतीतदेखि नै पूर्वी नेपालको प्रशासनिक, शैक्षिक र व्यापारिक गतिविधिको केन्द्रबिन्दु रहँदै आएको छ। राज्यको पहिलेको संरचनाअनुसार 14 अञ्चल 75 जिल्ला मध्येको कोशी प्रदेश अन्तर्गतको धनकुटा बजार मानिन्छ। 14 अञ्चल 75 जिल्ला अन्तर्गत कोशी अञ्चलको केन्द्रको रूपमा रहेको धनकुटा बजार एकदमै रमणीय र व्यापारिक केन्द्रको रूपमा पहिलेदेखि नै प्रचलित रहेको विश्वास गरिन्छ।